नमस्ते, स्वागत छ तपाईहरुलाई। म आज म्यानमारको भिजाको प्रोसेस कसरी गर्ने र हरेक वर्ष चेन्जेस हुन्छ रुल्स। त्यो रुल्स अनुसार चाहिँ 2025 मा के रुल्स चेन्ज भएको छ, के डकुमेन्ट चाहिन्छ त्यो पार्टमा हामी डिस्कसन गर्नेछौँ। र फर्स्टमा त तपाई यात्रा फर्ममा जानुस् र गइसकेपछि यहाँ म्यानमार छ। यहाँ यदि पोर्टल खोज्नु भने अनलाइन क्लिक गर्नु भने एप्लिकेसन क्लिक गर्नु भने तपाईले यो गभर्नमेन्टको वेबसाइटमा तपाईले जानुहुन्छ। यो वेबसाइटमा गएपछि तपाईले यहाँ के गर्न सक्नुहुन्छ भन्दाखेरि ई भिजा तपाईले एप्लाई गर्न सक्नुहुन्छ। र ई भिजा एप्लाई गर्नुभन्दा अगाडि रजिस्टर गर्नुभन्दा अगाडि तपाईले के डकुमेन्ट चाहिन्छ त भने तपाईले एटलिस्ट के चाहियो भन्दाखेरि चाहिँ फोटो चाहियो, पासपोर्ट चाहियो। स्क्यान गर्नुस्, फोटो तपाईले त्यही 3.5 * 4.5 को फोटो तपाईले राख्नुस् र डमी फ्लाइट टिकट बनाउनुस् र डमी होटल बुकिङ तपाईले के गर्नुस् भन्दाखेरि चाहिँ बनाउनुस्। र म्यानमारको एप्लाई गर्दाखेरि तपाईले बैंक स्टेटमेन्ट चाहिदैन, जसरी लाओसको चाहिन्थ्यो त्यसरी नै चाहिँ म्यानमारको पनि के चाहिने भन्दाखेरि चाहिँ बैंक स्टेटमेन्ट चाहिन्छ। यति नै मात्रै चारवटा डकुमेन्ट भयो भने तपाईले इनफ हुन्छ, तपाईले एप्लाई गर्न सक्नुहुन्छ। तपाईले आफै के गर्न सक्नुहुन्छ, एप्लाई गर्न सक्नुहुन्छ। यो दिएको वेबसाइटमा तपाईले रजिस्टर गर्नुस्। रजिस्टर गरिसकेपछि यो डकुमेन्टहरु सबै जुन नर्म्स छ त्यो नर्म्स फर्म फिलअप गर्नुस्। फिलअप गरेपछि यो डकुमेन्ट रेडी गर्नुस्, स्क्यान गर्नुस् र सबै अपलोड गरेर तपाईले लास्टमा चाहिँ के चाहिन्छ भन्दाखेरि चाहिँ तपाईको यूएसडी जुन पेमेन्ट हुन्छ त्यो पेमेन्ट तपाईले चाहिँ यूएसडी थ्रो गर्नुपर्छ भने तपाईले यूएसडी कार्ड बनाउनु पर्ने हुन्छ र त्यसलाई 3D सेक्युर गर्नुपर्ने हुन्छ। अनि मात्रै तपाईको के हुन्छ भन्दाखेरि एक्सेप्ट हुन्छ। भनेपछि यति काम गर्नु हो भने तपाईले के गर्न सक्नु भन्दाखेरि चाहिँ म्यानमारको भिजा तपाईले आफै के गर्न सक्नु भन्दाखेरि चाहिँ एप्लाई गर्न सक्नुहुन्छ। यदि सक्नु भएन भने हाम्रो जुन वेबसाइट छ त्यो वेबसाइटमा तल व्हाट्सएपमा मेसेज गर्न सक्नुहुन्छ। त्यो मेसेज गर्नु भने हामी के गर्छौँ भन्दाखेरि चाहिँ तपाईको भिजाको प्रोसेसको चाहिँ हामीले सपोर्ट गरिदिन्छौँ। हस् त, आजलाई यति नै। नमस्ते।